हेलो साथीहरू, गुड मर्निङ, नमस्ते र धेरै लामो समय पछाडि यहाँहरूलाई फेरि स्वागत छ मेरो भ्लगमा। र स्टिल अहिले चाहिँ म इलाममा छु। इलामाको 5 दिन भयो। मेरो एउटा काम थियो र म इलामाको थिएँ र आज चाहिँ बल्ल मेरो हिजो काम सक्यो र आज चाहिँ म घर जाँदैछु। साथमा मेरो 2टा छोरीहरू छन्। छोरीहरूको स्कुल लाग्दै पनि म आएको, किनकि काम थियो। एक्लै हुनु गाह्रो छ नि साथीहरू। छोरीलाई नानीहरूलाई छोड्ने कतै छैन, कसै हेरिदिने मान्छे नभएपछि जहीँ जाँदा पनि चेपेरै हिँड्नुपर्ने अवस्था छ। त्यही भएर नानीहरूको अझै इक्जाम पो चलिरहेको छ। तब इक्जाम पनि यहाँदेखि गएर दिन लाउनु पर्ने समस्या भएर नै हो काम विशेषले म आएको। यस्तै छ साथीहरू। र धेरै भयो नि त मैले भ्लग नबनाएको। आज चाहिँ भ्लग बनाउने निर्णय गरेको छु। जहिले मलाई चाहिँ ब्याट्रीले धोका दिन्छ क्या भ्लग बनाउँदै, त्यही भएर मेरो जहिले अपुराउ नै हुन्छ। र आज पनि ब्याट्रीले साथ दिएसम्म भ्याएसम्म बनाउने कोसिस गर्नेछु है त। हेर्दै गर्नु होला। हाम्रो यात्रा यस्तो छ साथीहरू। यी रोड यो खोलामा पानी के अरे बाटो नभएकोले गर्दाखेरि नानीहरूसँग हिँड्दैछु। यता आउनु सानो छिटो। यस्तो छ यी। अनि फेरि यात्रा गर्ने बाटो सर्टकट बाटो चाहिँ उता छ अरे, तर बाटो चिप्लो छ, बच्चाहरू हिँड्नु सक्दैन भनेर म चाहिँ एक्लै रोड जाँदैछु। नानी यता आउनु छिटो। तर बाटो कस्तो छ, यहाँ पनि हिँड्दै हुनुहुन्छ मान्छेहरू अलिअलि। कस्तो छ हाम्रो यात्रा चाहिँ यस्तो रहेको छ। इ ब्याग बोकेको छ, अझै भारी धेरै हुने हो भने त समस्यै हुने रहेछ होइन। गाडी चल्दैन। त्यहाँ आधी बाटोसम्म आयो। अब यहाँदेखि पारीसम्म 2-3 किलोमिटर चाहिँ हिँड्नुपर्छ भन्दैछ। अब हेरौँ, मलाई चाहिँ बच्चाहरूसँग आधी घन्टै लाग्ने रहेछ। आधी घन्टा 45 मिनटै लाग्ने रहेछ है। समस्या भयो। म एक्लै भएको भए चाहिँ सायद त्यही बाटो झर्थ्यो होला। अब बच्चाहरू हिँड्नु सक्दैन, त्यही माथि 2टालाई दौड्याउनु पर्छ, भारी पनि छ होइन। अनि यता आउनु नानी, गाडी आउँदैछ है। बाइक त छिर्छ अरे, ठुलो गाडी चाहिँ नछिर्ने रहेछ। समस्या पो भयो त। समस्या भयो। हाम्रो प्रब्लम यस्तो छ है साथीहरू। गाडी चढ्नु मजा कि हिँड्नु मजा? ल हिँड्दैछ। यिनीहरू राम्ररी हिँड्ने भएको, मजाले हिँड्ने भए त सर्टकट बाटो जान्थ्यो होला। मेरो त्यो गाडीको सबै मान्छे उताबाट जानुभयो, म मात्र यताबाट आएँ। त्यो पनि अब पानी पऱ्यो भने समस्या छ, गाह्रो छ साथीहरू। के गर्ने? यस्तो रहेको छ। कुदेकै छौँ। पानी आयो भने झन् अब बाटो साँगुरो माथि चिप्लो, अनि पानी आयो भने अझै छाता एउटा छ होइन। बच्चाहरूसँग के गर्ने होला भनेर सोच्दैछु म। यस्तो छ पहिला झरेर म हिँडेकै लगातार हिँडेकै छु। कहिले पुग्ने होला? पानी पनि आउनु थालिसक्यो। नानीलाई सरले बोकिदिनु भयो र हामी चाहिँ जाँदैछौँ यस्तो बाटोबाट हिँडेर। नानीलाई चाहिँ अघि सरले लानुभयो। अब हामी हिँडेर जाँदैछौँ। यस्तो छ है बाटो। पसिनै भएर आइपुग्यो। झन्डै 2-3 किलोमिटर हिँड्नु पर्दो रहेछ। अब चाहिँ यो गाडी यहाँबाट विकल्पमा अर्को गाडी। बजार पुग्यो। फिक्कल पानी परेर बिजोक छ। मम्मी यो के हो बोलाको? मम्मी बोलाको के हो? है आज बजार हो फिक्कल। बिहिबार सानो प्याकेट ल। सानो वाला कति छ?
गजब पानी परेछ गजब पानी परेछ झापातिर सीतामढी बस पार्क अब आमा आउँदै हुनुहुन्छ पश्चिम पूर्वबाट साझामा त्यसमै जाने भनेर बिटाउन बस पार्कमा झरेको छौँ हामी चाहिँ अहिले चाहिँ 3 दिन 4 दिन बाटोमा जाम पर्यो यता यस्तो छ नानी पानी पर्नु थाल्यो फेरि अलि राम्रोसित पनि खस मजाले थाप्नु दिइ हात थाप्नु यस्तो छ हाम्रो गाडी कतिर छ ट्र्याक्टरले बाटो छेकेर ट्र्याक्टर खसेर गाह्रो छ हाम्रो गाउँको बाटो कहिले बनिने गाडीहरू यहाँदेखिको लाइन छ हाम्रो गाडी यहाँ छ ऊ माथि बस नानी यता आउनु अलिक यता आउनु ए बस यहाँनिर यस्तो भएर बसेको छ गाडीहरू यस्तो छ स्थिति हाम्रो गाडी छिराउँछु भन्छ कसरी चाहिँ छिराउँछ होला यता आउनु यता यता ल बस फसेर बाइक पनि जानु सकेको छैन उता नजाने सानो लु हिँड्नु यता माथिबाट जानु ल भएको छ अनि बाटो अब हाम्रो गाडी छिर्छु भनेर आँट गरेर ल्याएको छ कसरी छिर्छ है त्यसो बाटो पानीको भरमा छ है साथीहरू हामी त भोक लागेर यहाँ बहिनी पानीको भरमा 4 घन्टा भयो बसेको कहिले पुग्ने 6 साढे 6 अब 7 पो भइसकेछ कहिले गएर भात पकाइ खानु नि एक्लै हुँदा त ठिकै थियो यस्तो भुराभुरीसँग हिँडेर जानु पनि कसरी जाने प्यासेन्जरहरूको हालत यस्तो छ लारुम्बेली जनताको हालत बिजोक भयो कसले सुन्ने सुहाङ नेम्बाङली के कसले गाह्रो छ है गाह्रो रात परिसक्यो बास बस्ने ठाउँ छैन यो जङ्गल बिचमा कहाँ बास बस्नु ल एउटै घर पनि छैन पसिना भइसक्यो एउटै घर छैन पानी पर्यो भने पनि ओत लाग्ने ठाउँ पनि छैन हालत आजको दिन चाहिँ सम्झिन लागेकै भयो नि तँ चाहिँ हिँडेछ हाम्रो गाडी फेरि यहाँ फस्यो अँधेरो भइसक्यो बाटो गाडी नै कोल्टे भयो ल ल हो र बाटो पेलेको छैन त्यहाँ
ला यस्तो छ दिनमा हिँड्ने के दिनमा हिँड्नु छ ब्याट्री पनि सक्यो अब चाहिँ यस्तो छ उल्टी परेर ओ गयो 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 अम्मा हेर ल ल ल गाडी त ओत मागेछ हेर न गयो फाइनल्ली 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 बल्ल 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 घर आइपुग्यो अहिले 8 बज्यो अब कतिखेर खाना पकाएर खाने होला आजको यात्रा यस्तै भयो